अब हाउ टु इम्प्रुभ योर कम्युनिकेसन, अब एकदमै इन्ट्रेस्टिङ कुरा आयो। कसरी हामी आफ्नो कम्युनिकेसनलाई राम्रो बनाउन सक्छौँ त्यसको विषयमा अब हामी कुराकानी गर्नेछौँ। एक नम्बरमा छ गाली तिरस्कार र असन्तुष्टि व्यक्त नगर्नुहोस् है। तपाईँ कसैसँग कुरा गर्दै हुनुहुन्छ भने उसले गलत कुरा भने उसले आफ्नो नजरियाले कुनै कुरा राख्दैछ भने उसलाई तुरुन्तै तपाईँ गाली गरिहाल्ने होइन के। यदि तुरुन्तै गाली तिरस्कार गरिहाल्नु भयो भने त्यो मान्छेले जिन्दगीमा कहिले पनि तपाईँले मन पराउँदैन के फेरि है। जस्तै के भयो भने एकजना टिचरले स्कुलमा पढाइरहँदा एकजना विद्यार्थीलाई के सोधेका थिए भने, हेर म तिमीलाई एउटा स्याउ दिन्छु र एउटा स्याउ तिम्रो साथीले दिन्छ भने तिमीसँग जम्मा कतिवटा स्याउ हुन्छ भनेर भन्दाखेरि ती विद्यार्थीले के जवाब दिन्छ भने, सर मसँग जम्मा 3टा स्याउ हुन्छ भनेर भन्छ है। टिचर दङ्ग पर्छ, 3वटा कसरी हुन्छ भनेर। फेरि भन्छ, तिमी मेरो कुरा बुझेनौ, एउटा स्याउ म दिन्छु र अर्को स्याउ तिम्रो साथीले दिन्छ के, त्यसो भए जम्मा कतिवटा स्याउ हुन्छ तिमीसँग भनेर भन्दाखेरि फेरि 3वटा भन्छ। अनि टिचरले फेरि एकछिन सोच्छ, विचार गर्छ, अनि सोध्छ फेरि, ल म तिमीलाई एउटा सुन्तला दिन्छु र तिम्रो साथीले एउटा सुन्तला दिए भने तिमीसँग जम्मा कतिवटा सुन्तला हुन्छ भनेर भन्दाखेरि सर मसँग जम्मा 2टा सुन्तला हुन्छ भनेर भन्छ के। त्यसपछि टिचरलाई रिस उठ्छ, मलाई जिस्काएको हो, सुन्तला भन्दा 2टा र मैले स्याउ भन्दा 3टा हुन्छ त कसरी हुन्छ, ल बताउ त, भन त, मलाई जिस्काउन खोजेको हो भनेर भन्छ। अनि त्यसपछि ती विद्यार्थीले के जवाब दिन्छ भने, सर एउटा स्याउ तपाईँले दिनुहुन्छ, एउटा मेरो साथीले दिन्छ होइन, र एउटा मैले घरबाट लिएर आएको हो के खाजा खानको लागि टिफिनमा भनेर भन्छ। भनेपछि 3वटा भएन र 3वटा त भयो त, उसको कुरा सही नै रहेछ त होइन। अर्थात् भन्नुको के हो भने ती विद्यार्थी आफ्नो ठाउँमा सही नै थियो के। यहाँनिर गाली तिरस्कार गर्यो भने के हुन्थ्यो त, त्यो विद्यार्थी सही हुँदाहुँदै पनि गाली खायो भने फेरि टिचरलाई राम्रो मान्थ्यो त, मान्दैन थियो के हो। त्यसैले यदि तपाईँको अगाडि कुनै व्यक्तिले केही कुरा राख्दैछ भने उसको नजरियाले त्यो सही हुन सक्छ के, तुरुन्त गाली तिरस्कार गरिहाल्नु हुँदैन। त्यहाँनिर एकछिन विचार गर्नुपर्छ के छ वास्तवमा कुरो होइन। उसलाई बरु प्रश्न पार्नको लागि भन्नुपर्छ, कसरी यस्तो हुन्छ, प्रश्न पार भनेर भन्नुपर्छ कि, तर असन्तुष्टि व्यक्त गरिहाल्नु हुँदैन हामीले। ठिक छ। 1 नम्बरमा आफ्नो कम्युनिकेसनलाई राम्रो बनाउनको लागि गाली तिरस्कार र असन्तुष्टि व्यक्त कहिल्यै नगर्नु है। अर्को आउँछ नाम सम्झिनुहोस् र असल श्रोता भन्नुहोस् है। नाम सबैको प्यारो हुन्छ है, नाम सबैको प्यारो हुन्छ। जस्तै अहिले सन्तोष लिम्बू सर हुनुहुन्छ होइन, मिनमाया तामाङ म्याम हुनुहुन्छ होइन, बिबिसा हमाल म्याम हुनुहुन्छ होइन। नाम लिँदाखेरि कस्तो अपनत्व फिल हुन्छ नि त होइन, भित्री एउटा छुट्टै किसिमको ऊर्जा उत्पन्न हुन्छ होइन। नाम सम्झिनुहोस्। तपाईँ कसैसँग पहिलोपटक भेट्दै हुनुहुन्छ भने उहाँको नाम सोध्नुहोस् कि, हेलो सर तपाईँको नाम के हो, अथवा म्याडम तपाईँको नाम के हो भनेर सोध्नुहोस् कि। अनि नाम भन्दाखेरि जस्तै मान्नुहोस् न के अरे सन्तोष लिम्बू भन्नुभयो होइन, सन्तोष लिम्बू, भेरी नाइस, मतलब तपाईँले उसको नाम फेरि रिपिट गर्नुहोस् के। त्यो व्यक्तिले नाम भन्दाखेरि तपाईँ पनि उसको नाम रिपिट गर्नुहोस्। अनि कुराकानीको क्रममा फेरि एकचोटि सोध्नुहोस् कि सरको नाम के बताउनु भएको थियो अरे, सरको शुभ नाम के थियो अरे भनेर सोध्नुहोस् कि। तपाईँले 2-3 चोटिसम्म नाम सोध्नुभयो भने तपाईँले नाम सम्झिनुहुन्छ के, नाम याद हुन्छ तपाईँले। अनि जब नाम याद हुन्छ, कसैको नाम लिएर बोलाउनुहुन्छ, त्यसपछि त्यो मान्छेसँग कनेक्सन बिल्ड हुन्छ। जब कनेक्सन बिल्ड हुन्छ तपाईँको मिटिङमा जुन कुराको लागि तपाईँ जानुभएको हुन्छ त्यो कुरा के अरे सक्सेस हुने चान्स हुन्छ है। त्यसैले नाम सम्झिनुहोस्, एकदमै महत्त्वपूर्ण कुरा छ। र असल श्रोता बन्नुहोस्, अर्थात् ध्यान दिएर सुन्नुपर्छ। कसैले केही कुरा राख्दैछ भने बिचमै काटिहाल्नु पर्दैन के, काटिहाल्नु हुँदैन। हामीले के गर्नुपर्छ, असल श्रोता भएर सुन्नुपर्छ, एकछिन ध्यान दिएर के भन्दैछ त, उसले आफ्नो कुरा सकिसकेपछि अनि त्यसपछि मात्र आफ्नो कुरा राख्नुपर्छ हामीले है, बिचमै रोकिहाल्नु हुँदैन। असल श्रोता बन्नुपर्छ। र अर्को छ मुस्कुराउनुहोस्, स्माइल गर्नुहोस्। यो स्माइल यस्तो भाषा छ, यो संसारको जुनसुकै देशका नागरिकले बुझ्ने भाषा छ है, एउटा बच्चाले पनि बुझ्ने भाषा छ। त्यसैले स्माइल गर्नुहोस्, फेसमा स्माइल राख्नुहोस् है। चाहे त्यो जापानको मानिस होस् होइन, चाहे चाइनाको होस्, चाहे नेपालको होस्, चाहे इन्डियाको होस्, जहाँसुकैको मानिस होस् होइन, स्माइलको भाषा सबैले बुझ्छ। त्यसैले स्माइल हाम्रो फेसमा हुनुपर्छ। अर्को, गल्ती सजिलै सुध्रिन सक्छ भन्ने बोध गराउनुहोस् है। मान्नु तपाईँ आफ्नो अफिसमा हाकिम हुनुहुन्छ होइन, त्यहाँनिर कसैले गल्ती गरेको छ भने, कुनै कर्मचारीले गल्ती गरेको छ भने त्यहाँनिर बोध गराउनुहोस् कि उसलाई। गाली गर्नुको सट्टा तपाईँले उसलाई बोध गराउनुहोस् कि ठिक छ गल्ती भयो तर यो सुध्रिन सक्छ भनेर बोध गराउनु भयो भने के हुन्छ भने त्यो कर्मचारीसँग कनेक्सन बिल्ड हुन्छ के।
त्यो कर्मचारीले तपाईँले सधैँभरि याद राख्छ के। मान्नु न तपाईँको घरमै आफ्नो बालबच्चाले कुनै गल्ती गरेका छन् भने उसलाई बोध गराउनुहोस् के, सजिलै यो गल्ती सुध्रिन सक्छ भनेर बोध गराउनु भयो भने तपाईँले राम्रो ठान्नेछ के, राम्रो तरिकाले कनेक्सन बिल्ड हुन्छ। अन्य कुनै गल्ती गरे भने फेरि बताउने चान्स हुन्छ होइन। बालबालिकामा हेर्नुहोस् न, हामी के अरे उनीहरूलाई बोध नै गराउँदैन यो गल्ती सुध्रिन्छ भनेर के। बच्चाहरूले कुनै गल्ती गऱ्यो भने हामीले बताउन खोज्दैन क्या, हामीले भन्न खोज्दैन, बच्चाहरूले लुकाउन खोज्छ। किन? हामी गुड कम्युनिकेटर छैनौँ त्यसैले के। र त्यसपछि हरेक व्यक्तिमा प्रशंसनीय कुरा खोज्नुपर्छ है। तपाईँ कसैसँग भेट्दै हुनुहुन्छ भने, पहिलोपटक भेट्दै हुनुहुन्छ भने उसमा अरू केही नराम्रो भए पनि उसको कपडा राम्रो हुनसक्छ होइन। वाह सर, तपाईँ सर्ट कहाँबाट लिनुभयो, एकदम नाइस, एकदम धेरै राम्रो छ त यो कपडा, मलाई पनि लिनु छ है। तपाईँको ह्यान्ड राइटिङ कस्तो राम्रो छ त, गजबको छ है भनेर भन्नुभयो भने त्यो मान्छेसँग कनेक्सन बिल्ड हुन्छ के। अनि त्यहाँनिर तपाईँको काम बन्ने चान्स हुन्छ है। प्रशंसनीय गुण खोज्नुहोस्। कसलाई तारिफ मन पर्दैन संसारमा, सबैलाई के। एउटा गुड कम्युनिकेटरले यो काम गर्छ के, प्रशंसनीय, सामनेवालालाई प्रशंसा गर्छ, तपाईँमा यो गुण राम्रो छ भनेर भन्छ कि। अनि सामनेवालाले खुसी हुन्छ, प्रफुल्ल हुन्छ, अनि गर्नुपर्ने काम तपाईँको हुन्छ त्यहाँनिर।